बतासै चिसो समुद्री हावा माघको यो महिना समय कस्तो निष्ठुरी रहेछ कसैलाई पर्खिँदैन यो रङ्गीन सहर भित्र हामी धमिलो हाम्रो सपना आउँदैछ कोही जाँदैछ कोही बित्यो एउटा जमाना उन्तीस जुलाई 2015 बिहान 10 बजे प्रथमपल्ट मैले पाइला टेकेको दिन धेरै सपनाहरू बोकेर प्रथमपल्ट कुनै सहरमा आउँदाको उत्सुकता एक्साइटमेन्टको के कुरा गर्नु र आजको दिन पनि कोही न कोही आयो होला यो सहरमा आफ्नो सपनाहरू पुरा गर्नु धेरै उत्सुकता र एक्साइटमेन्टको साथमा जसरी म 2015को जुलाई आएको थिएँ जुलाईको महिना त्यति बेला गरम थियो यहाँ अहिले जनवरीको महिना हो कठ्याङ्ग्रिने जाडो छ यहाँ यो सपना देख्नेहरूको सहर हो यहाँ अधिकांश मानिसहरूले आफ्नो सपनाहरू केही हदसम्म पुरा गरेर घर फर्कन्छन् भने कोही कोही आफ्नो सपनाहरू अधुरो छोडेर यही सहरको कोलाहलभित्र सधैँको निम्ति अस्ताउँछन् पनि प्रिस्का सुब्बा दिदी 2 हप्ता यही सहरभित्र हराएर अन्तमा मेडिटेरेनियन समुद्रको नजिक एउटा पानी ट्याङ्कीमा मृत अवस्थामा भेटिएको सहर पनि हो यो मौना दिदी रोशनी बहिनी सञ्जय छेत्री अझै कति नामहरू यो सहरमा विलिन भए तरै पनि सपना बोकेर आउने अनि फर्कनेहरूको होड त्यस्तै छ अझै पनि यो सहर चुपचाप रमिता हेरिरहन्छ जहिले पनि त्यसरी नै जसरी म पहिलोचोटि आउँदा हेरिरहेको थियो यो सहरलाई हाम्रो सपनाहरूसँग के को सरकार हुँदो हो खै किन हो कोही बेला हाम्रै यहीँ इजरायलमै एज अ केयर गिभर काम गर्ने दाजुभाइ हाम्रो साथीहरूले पनि खै आफूलाई सत्य देखाउनुको लागि हो कि या आफ्नो त्यो एउटा सङ्घर्ष देखाउनुको लागि हो कि या आफूलाई जस्टिफाई गर्नुको लागि हो कि आफ्नो कामको आफ्नो पेसाको एउटा नकारात्मक ढङ्गले पेस गर्छ क्या प्रस्तुति गर्छ जुन प्रस्तुतिले चाहिँ एउटा मान्छेहरूमा हामीलाई हेर्ने मान्छेहरूमा अलग्गै धारणा बनाइरहेको हुन्छ र हामीले पनि यस्तो कुराहरू बुझ्नुपर्छ जब हामीले आफ्नो कामलाई आफ्नो पेसालाई प्रस्तुत गर्छौँ त्यो प्रस्तुति चाहिँ एकदमै सकारात्मक ढङ्गमा हुनुपर्छ राम्रो ढङ्गमा हुनुपर्छ है हो हामीले यहाँ दुनियाँ काम गर्नुपर्छ है डाइपर चेन्ज एउटा पार्ट अफ यो केयर गिभर पेसाको एउटा भाग हो तर सधैँभरि त्यो काम हामीले गरिरहेको हुँदैनौँ हाम्रो धेरै जिम्मेवारीहरू हुन्छ त्यसबाहेक पनि र जब हामीले हाम्रो कामलाई हाम्रो पेसालाई प्रस्तुत गर्छौँ समाजको अगाडि हामीले एकदमै सोचेर बुझेर र एकदमै सरल भाषामा साधारण भाषामा सकारात्मक ढङ्गमा चाहिँ प्रस्तुति गर्नुपर्छ होला जस्तो मलाई लाग्छ क्या आजभोलि हाम्रो समाजमा हामी यसरी केयर गिभर भएर आउनेहरूको आइडेन्टिटीमाथि प्रश्न गर्ने जमातहरू पनि छन् अरे हाम्रो यो केयर गिभर पेसालाई हाम्रो यो कामलाई तल्लो स्तरको भनेर हेर्ने मान्छेहरू पनि छन् अरे बाजे बोजूको डाइपर चेन्ज गर्ने काम भन्छन् अरे गु सोर्ने काम भन्छन् अरे यस्तो काम गरेर पनि कति एटिट्युड देखाएको भन्छन् अरे हाम्रो गरिमा हाम्रो इमान्दारिता हाम्रो पेसा हाम्रो योगदानलाई अपमान गर्ने यस्ता कन्टेन्ट र कमेन्टहरू धेरै देखिन्छ आजकल सामाजिक सञ्जालतिर अनि यो धेरै मानिसहरूको हामीप्रतिको धारणा हामीलाई हेर्ने नजरिया हामीलाई हेर्ने उनीहरूको दृष्टिकोण पनि रहेछ मलाई लाग्छ हामीलाई हाम्रो कामको आधारमा हाम्रो पेसाको आधारमा होच्याएर तल्लो स्तरमा राख्न खोज्नेहरू
मानसिक रूपले सङ्कीर्ण विचारधारा बोकेका नकारात्मक ज्ञान र अल्प शिक्षाले भरिपूर्ण जमात या व्यक्ति हुनुपर्छ। नत्र भने तपाईँहरू आफै सोच्नुहोस् न, आजको यो 21औं शताब्दीमा आइपुग्दा पनि कामको आधारमा, पेसाको आधारमा, जातको आधारमा मानिसहरूलाई जज गर्ने अरू को नै हुन सक्छ र? हरेक देशमा, हरेक ठाउँमा, हरेक कम्युनिटीमा हरेक पेसाका मानिसहरू हुन्छन्, तर उनीहरूलाई उनीहरूको काम र पेसाको आधारमा नापतोल गर्दैनन्। यस्तो सङ्कुचित मानसिकता भएका व्यक्तिहरू हाम्रै समाजतिर मात्र पाइन्छ। अनि यो नैतिक अज्ञानता, शिक्षाको कमी, जानकारीहरूको कमीले नै भएको हुनुपर्छ। अङ्ग्रेजीमा एउटा भनाइ छ, वर्क इज वर्सिप। जुनै काम गर्नुहोस्, जुनै पेसामा जानुहोस्, आफ्नो कामलाई इज्जत गर्नुहोस्, मन लगाएर काम गर्नुहोस्, अनि अरूको कामलाई पनि त्यसरी नै इज्जत र सम्मान गर्नुपर्छ। मुख्य बुझ्नुपर्ने कुरा हामीले खासमा यति मात्र हो। अमेरिकनहरूले पनि केयरगिभरको काम गर्छन्, जापानीहरूले पनि केयरगिभरको काम गर्छन्, उता युरोपेलीहरूले पनि केयरगिभरको काम गर्छन्, तर उनीहरू सम्मानको साथ जिउँछन् अनि कसैले उनीहरूको पेसालाई, उनीहरूको कामलाई तल्लो स्तरको भनेर टिप्पणी गरिरहँदैन, न त उनीहरूकोमा यो सबै गर्नको लागि समय नै छन्। सबैको पेसामा, सबैको काममा आफ्नो जिम्मेवारी हुन्छन् अनि पूर्ण लगन र मेहनतको साथ त्यो जिम्मेवारी पूर्ण गर्नुपर्छ। त्यो चाहिँ मुख्य कुरा हो। जसले आफ्नो काम र जिम्मेवारीहरू सही ढङ्गमा गर्न सक्दैनन्, उनीहरूको चाहिँ आलोचना गर्नुपर्छ या उनीहरूको चाहिँ आलोचना हुनुपर्छ। र जसले आफ्नो काम, आफ्नो जिम्मेवारीलाई पूर्ण मेहनत, पूर्ण लगन र इमान्दारीसँग गर्छ, उनीहरूले शिर उच्च गरेर हिँड्न पाउनुपर्छ। त्यसलाई एटिट्युडको संज्ञा किन दिनु र? हुन दिए पनि के नै पो फरक पर्छ र? तपाईँ पनि इमान्दारीपूर्वक काम गर्नुहोस्, मेहनत गर्नुहोस् अनि कमाउनुहोस्। त्यसपछि तपाईँलाई मन परेको लगाउनुहोस्, तपाईँलाई मन परेको खानुहोस्, घुम्नुहोस्। त्यसलाई एटिट्युड भनिँदैन, त्यसलाई कन्फिडेन्ट भनिन्छ, त्यसलाई आत्मविश्वास भनिन्छ, जुन तपाईँको मेहनतको परिणाम हो, तपाईँको इमान्दारिताको फल हो। केयरगिभरको पेसा पनि अरू पेसा जस्तै एउटा जिम्मेदारी बोकेको पेसा हो। कसैको जीवनको स्वास्थ्य सुरक्षाको जिम्मेदारी लिएर उनीहरूको जीवनको गुणस्तर कायम राख्न मद्दत गर्नु हो। कुनै सामाजिक सञ्जालमा भद्दा टिप्पणी गर्नु जस्तो होइन यो काम, यो पेसा हो। व्यक्तिगत हेरचाह अथवा डाइपरहरू परिवर्तन गर्नु पनि यो पेसाको एउटा हिस्सा हो। तर कसैले यही कुरालाई मात्र हाइलाइट गरेर हामीलाई होच्याउन चाहन्छ भने त्यो उनीहरूको नकारात्मक दृष्टिकोण, सङ्कीर्ण मानसिकता अनि अशिक्षित व्यक्तित्वको उदाहरण मात्र हो, अरू केही पनि होइन। किनभने केयरगिभर भएपछि औषधि व्यवस्थापन गर्नु जान्नुपर्छ, घर व्यवस्थापन गर्नु जान्नुपर्छ, भावनात्मक इमोसनली सहयोग प्रदान गर्नु जान्नुपर्छ। सबैभन्दा ठुलो कुरा एउटा पेसेन्टको लागि एउटा राम्रो साथी बन्नु जान्नुपर्छ। अनि यो पेसा गर्नको लागि सर्वप्रथम तपाईँ एउटा मान्छेबाट एउटा मानव बन्नु सक्नुपर्छ पहिला। आजको वर्तमान भौतिक संसारमा हामी विभिन्न आवश्यकताहरूले घेरिएको छौँ। त्यही आवश्यकताहरूलाई पूर्ण गर्नको निम्ति, आफ्नो परिवारको उज्जवल भविष्यको निम्ति यसरी वैदेशिक रोजगारको सिलसिलामा केयरगिभर बनेर आफ्नो परिवारदेखि टाढा भएर त्याग र समर्पण दिन सक्ने हाम्रो कथा अलिकति अझै बेग्लै छ। बरु अलिक यसलाई सम्मानपूर्ण हेरिनुपर्छ भन्ने मलाई लाग्छ। र हाम्रो त्याग र समर्पणको मूल्याङ्कन तपाईँहरूले गर्नुपर्छ भनेर पनि भन्दिनँ, तर हाम्रो अपमान गर्ने, हाम्रो पेसालाई तल्लो स्तरको भन्ने अधिकार पनि कसैलाई छैन। सबैलाई सम्मान गर्नुपर्छ हामीले, सबैको पेसा र सबैको कामलाई सम्मान गर्नुपर्छ। तब मात्र एउटा सभ्य मान्छे बन्न सकिन्छ अनि सभ्य मान्छेले नै एउटा सभ्य समाजको निर्माण गर्न सकिन्छ।